भरोसा छैन कि मेरो समय कुन पाइला कुन श्वास मेरो अन्तिम बन्ने। त्यही भएर भगवानसँग यसरी जोडिनुहोस् ताकि त्यो अन्तिम पछाडिको यात्रा कोही त साथ दिने भनोस्। किनभने यी सांसारिक सम्बन्धहरू सब झुटा छन्, सब झुटा छन्। एक न एक दिन सब छुट्छ, सब छुट्छ। तर पनि कस्तो मोह लाग्छ है, त्यो मोहले कस्तो बाँधेको होला, भगवानले भरिदिएको कस्तो। त्यो मायाको जालको पर्दा जुन चिज होइन थाहा छ, तर पनि यो मन पटक्कै मान्दैन। भगवान पनि भन्नुहुन्छ ठिक छ, त्यो नभरिदिएर सृष्टि पनि चल्दैन। तर त्यति बुझेर पनि तिमी गृहस्थमा मेरो नाम लियो, मलाई पूजा गर्यो, स्मरण गर्यो, भगवान। यसकारण त्यो प्रभु जसलाई सत्य रूपमा पूजन गर्नु, सत्य हुनुहुन्छ अरे भगवान, सत्यम शिवम सुन्दरम। जोगी हर भगवानलाई सत्यले प्रणाम वन्दन गरिएको छ। भगवान सत्य हुनुहुन्छ। दोस्रो जोगी बन्दैछ आज म। चित्त भनेको प्रकाश, चित्त भनेको मन पनि। हाम्रो मन हाम्रो बसमै छैन। एकैछिनमा दौडेर काठमाडौँ पनि पुग्छ, एकैछिनमा भरतपुर चितवनमा बजार पनि पुग्छ, देवघाट पनि पुग्छ, भण्डारा पर्सा सबैतिर घुमेर आइपुगिहाल्छ। यो मन स्थिर छैन, बिना लगामको घोडा जस्तो एकैछिनमा कहाँ कहाँ दौडिन्छ। यसकारण भगवानको चाहिँ चित्त भगवानको वशमा छ। अनि अर्को कुरा, भगवान प्रकाश स्वरूप पनि हुनुहुन्छ। अग्नि महापुराणमा बताइएको छ, हाम्रो शरीरमा भएको तातो तातोपन पनि भगवान अग्निको कृपाले भगवान शरीरमा हुनुहुन्छ अरे। भगवानलाई हेर्नुहोस् त, फिल गर्न पाउनुहुन्छ यहाँले, हो कि होइन? यो शरीर तातो तातो भएन भने त चिसो भयो भने के हुन्छ? देवघाटतिर दौडाइहाल्छ। हेर्नुहोस्, यो शरीरमा तातो तातोपन हरायो भने के हुन्छ? सक्यो, पुग्यो घाटतिर, अब दौड। त्यही भएर यो तातो तातोपन पनि भगवान अग्नि स्वरूप हाम्रो शरीरमा बस्नु भएको छ। त्यही भएर त पञ्चतत्त्वले बनेको शरीर। अवश्य हालेर होला, जति नै सुन्दर शरीर भए पनि जो प्राप्त छ। अवश्य हालेर होला, जति नै सुन्दर शरीर भए पनि यादव रायमाझी र मीना रायमाझीबाट 550। त्यसै गरी राप्ती नगरपालिका 8 निवासी सुनिता अधिकारीबाट 1005। तारा शर्मा बर्तौला जसले रु 2500 प्रदान गर्नुभएको छ भने पितृको नाममा बत्ती बाल्नु भएको छ। आज हरे
छोडेर जाने हो काम गरे साथै मलाई हो सम्पत्ति छोडेर जाने हो काम गरे साथै मलाई हो सम्पत्ति छोडेर जाने हो काम गरे साथै मलाई हो म भोलि नै सोचेर भन्छु र भोलि नै एकादशीको दिन सम्मान लिनेछु भनेर उहाँले थप रकम सहित भोलि उपस्थित हुने वाचा गर्नुभएको छ। त्यसै गरी कुमार बुढाथोकी र मैया बुढाथोकी खैरेनी 10 बाट 1005 बस्नु सबैजना यता माताजीहरू सबैजना बस्नु होला दिदी बहिनीहरू झाँकी अगाडि आइहाल्छ है सबै अगाडि फर्केर बस्नु कस्तो रमाइलो है मन्दिरमा अभी फोटा ठिकै राम्रो अलि हुन्छ काम गर्नु अलि पुरानो गएर नाच्दा 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 थाकेर बल्ल बल्ल अब घर बस्नु भयो आफ्नो घर है त मालिकको घर बस्नु भयो बाख्रा नै अनि पुराण पनि सुने कि पछाडि पलाइको ट्र्याक्टर राखेर छ त्यहीबाट पछाडि सुन्न पारि पनि काट्न जानु नपर्ने कस्तो मजा भएको हालेपछि हालेर अलिक मजा आउँथ्यो 10 रुपियाँ हाल्न यो ठिकै छ ध्यान मोबाइल भएको माताजीको कथा कस्तो आनन्द आउँथ्यो है यी दिन त कति नाचेका हो ल ल गाई यी घाँस ल्याउँछु अहिले गाईलाई घाँस हालिदिए यो बाह्र कराएको ध्यान त गरा हो मालिकले मलाई दिनलाई कति पालेका बल्ल काम सक्यो बस नाइ मार्छन् घरमा काम गरेर मालिकले हाम्रो मालिक चिने होइन रे हाम्रो मालिक बाहिर छ हो नि कति धनी छन् काठमाडौँमा देख्दा घर छ अहिले चितामा भरतपुर रानी छ हस्पिटल पछाडि साइड लगाइदिनु सम्पत्ति कति त्यो मन्दिर पछाडि कति जग्गा जमिन भाउ मालिकको सम्पत्ति त यति तर हाम्रो मालिक धेरै धनी भएर सम्पत्ति यति छ है मान्छे चाहिँ साह्रै कन्जुस लोभी साउको घर छोडिदियो भनेको बाउले हामी आमालाई बिहा गर्दाखेरि 300 रुपियाँ ऋण लिएको अरे अब 30 वर्ष जति भयो साउकोमा नोकरी गरेको अझै 20,000 बाँकी छ अरे क्या त्यही भएर मलाई यति धेरै काम गर्नु गयो छोडिदिनु सुकस्ते मलाई हाम्रो मालिकले कति काम लाउँछ पढाइ दिँदैन मेरो बाउले नेकरी नदी घाटपट्टि काट्न लाउँछ पनि
खन्न लाउँछ घरि मकै गोड भन्छ घरि तोरी गोड भन्छ काम गर्दा गर्दा टिक्कै लागिसक्यो अहिले पैसा उठाउनु पर्छ नि हो त्यसमा अनि मालिक साथ नआउँदै घरको मालिक म हो कि हो भन्छ हो नि है मालिक नहुँदा आफै मालिक हातै लाग्छ मलाई कति काम गरियो मालिकको अब मालिक छर्का यही मौका पारेर मरि अनि सुनिदिन्छु कुन चाहिँ बौला कुकुर भुल्यो म सुन्छु है डिस्टर्ब हान्ने होइन मलाई हेर्दै हाम्रो मालिकको छ्यान कत्रो छ जिल्लै जत्रो छ म सुन्छु है कसैले खोकेर डिस्टर्ब हान्ने होइन है मलाई भन्ने बित्तिकै कुनै कोही डिस्टर्ब गरी होइन फेरि यही भाडा टिपेर वाक्कै हान्दिनँ म सुन्थेँ है आकाशमा जुन होइन तारो बेला बेलामा भन्छ बेला बेलामा जुन होइन तारो माइलो साउले साउभन्दा ब्याज प्यारो गोर्खा मनका मना झ्यापैमा दिएको भने नि ठिक छैन ओहो ठुली साह्रै मोटाइ छ त तिमी त आमै गाला पुक्क पुक्क भएर बढी छ ब्याग पनि अनि भान्जा बाँध्ने कत्रा भए सानै छ ठुल्ठुलो पनि भए फाइदा गरेछ साह्रै मोटाइ छ अलिक हटाउनु पर्छ बिहान बिहान मर्निङ वाक गर त्यहाँभन्दा धेरै मोटायो भने फुटौली फेरि ल हेर टर्च बारेर बसे कि यो यसको सुस्लो जानु छैन हेर ओहो काकी के छ खबर सन्चै अनि त्यो छोराको बिहामा लिएर गएको ऋणको यसो ब्याज तिर्नु पर्दैन त नि कहिले तिर्ने त गोडा 1 वर्ष भइसक्यो ब्याजको स्याजको ब्याज होला नि फेरि विचार गर्नु नि टाइममा दिएन भने त मैले सबले कसरी उठाउँछ भने थाहा होला आइता नि ओहो गजमा परेर बसे आउँदा ठुलो आइता के छ होइन नेतै भएछ नि क्या आमै दोसल्ला ओढेर के छ खबर सन्चै अनि त्यो छोरा कोरिया जाँदाखेरि लिएको ऋणको तिर्नुपर्छै पर्दैन तिरिसक्यो अरे कहिले तिर्यो ओहो अझै उहिले तिर्यो अरे 4.5 लाख मात्रै बाँकी छ ब्याजको स्याजको ब्याज होला नि फेरि विचार गर्ने टाइममा तिरेपछि टाइममा पाइन्छ नि फेरि फ्रिज चाहिँ के अगाडिपट्टि यो टर्च बालेर हिँडेको छ के भएको छ अरे सुतिरहेछ अरे त सुतेर आएको किन सुतेर आएको त सुतेर नि आउँछ नि त अनि हिँडेर आएको भन्नु मोरा बाइकमा चढेर आएको भटभटे होला ए ओहो दिदी के छ खबर नारायण सन्चै कहिले आयो त मै ल हेर कति लडाउँछु नि आउने दिदी फेरि हेर ठुली काट्नु त
अलिअलि साह्रै ब्याटिङ गर्छिन् जस्तो छ हेर लजाकी फेरि यो जाँदै लजाउने बानी यिनको यसरी धेरै लजाउनु न अनि जयसरको आफ्नो के छ त ल हेर फेरि लजाकी किन लजाउनु पर्यो त फेरि अनि ब्याज चाहिँ टाइममा तिर्नै पऱ्यो मान्छे बिहा गर्दाखेरि लिएर गएको ब्याज अहिलेसम्म तिरिया छैन त्यसरी लजाएर हुँदैन नि लजाएर ब्याज आउँदैन नि त टाइममा तिर्नुपर्छ ब्याज त हो त्यसो कुरा गर ओहो ठुलै के छ कपाल त सुइकाएछौ त एउटा पनि छैन अलि त छ जस्तो पछाडि अनि के छ खबर अनि भाइहरू विदेशबाट आए त एउटा उतै छ अनि बिहा त टाइममा तिर्नुपर्छ नि त भाइले बनाएछ तिर्ने टाइममा तिर्नु नि फेरि भाइ फेरि यसो उतैतिर सोमरस खाएर हल्लिने बानी छ बिगार्लाई फेरि कुरो काने टाइममा दिएको भने घर जग्गा जान्छ नि फेरि घर जग्गा दिएको जग्गा जान्छ नि त हो ठड्यो ककाल आफ्नै हो होइन ओहो अनुहार त मिल्छ त फेरि आफ्नो होइन ए म त ठुल्ठुलै भएछ मलाई ओहो कान्छा के छ खबर दारी त ठुलै पालेन त केटोले जापानबाट कहिले आएको थियो केटो एक महिना थियो भयो अनि बिहा त टाइममा तिर्नु पऱ्यो नि त केटा ल टाइममा तिर्ने है भोलि आएर बालाई भन्नु नि फेरि बाले 5 लाख पनि उतातिर लिएर गएको फेरि तलक्कै ल्याएर तिर्नु राधे श्याम ओहो हिलो हेर बाख्रा कराएको देख्दै हुन्न मलाई फेरि होइन यो कुमारी पाखी भाषा आएन चाहिँ क्या हो कुमारी पाखीलाई घाँस नहालेर हेर खत्तम बनाएछ ल लुकेको यो पाखी कराएर उत्पाद गर्छ माने ओछ्यानमा सुतेर है हेर ओछ्यानमा सुतेर हेर्दा आइपुग्यो नि म त यसो हजुरलाई सम्झेर नाम गपेर बसेको के माथि त्यो भाँडा कुरा के गरेर भयो त भाडा धोइ पहाडी गरेर सुकाएको सुकाएको त्यस्तो हुन्छ यस्तै सुकाएको यस्तै सुकाउँछन् भाडा यसरी हेर ससुराले दिएको दाइजो पैसा नि सकिएर यहाँ टाउको पैसा नि सकियो हेर पुग्नु आइसक्यो अर्काको भाँडा देख्नै नहुने यिनलाई फेरि कति छिटो समाज नआगिँदैन को हाम्रो छिमेकी दिदी पो हो म पढाएर बिहा गरेर आएको त्यही भएर नजिक ए सरकारलाई जमिन त कहाँबाट किन्नु ओहो के भयो खुट्टा फाङ्रा गर्दै हिँड्छ त के भयो खुट्टा के पनि भएको छैन अनि किन फाङ्रा गर्दै हिँड्छ त खुट्टामा अन्ध आयो ल माली साहब आएपछि यसो कुर्ची सुर्ची झन्डै हिर्काएको मैले त भाडा उठाउने नि तेरो टाउको खलासीको काम गर्छ घर भाडा उठाउनु गएको
भने अब के थाहा त अनुहार खनासीले डरे खनासीको जस्तो अनुहार मानिस तैँले होइन ड्राइभरको भन्नु अलिक कम हो अनि मानिस भाडा उठाएर आउनु भयो नि त भाडा उठाएर आइयो त ओहो मानिस साह्रै गाह्रो हो नि त बाटो सबै फुकेर सबै धुलो भयो धुलो उडेर हैरान छ हो अहिले बाटोमा आउने बेला कुमारको ट्रक भेट्थ्यो त्यही ट्रकमा बसेर आएको फेरिमा 250 लिइहाल्यो नि मोराले मानिस अब भाडा उठाएर आउनु भयो मलाई यसो तलब दिनुभयो तलब केका तलब काम गरे तलब के रे काम गरे तलब काम गरे तलब चलाउने चुला बस्या काम गरे तलब तल्ल खान पाएको छ अनि त्यति भए भइगयो तलब चाहिने तँलाई मानिस म त तपाईँले तलब दिँदाखेरि कामै छोडेर हिँड्दिनु के रे म त कामै गर्दिनँ कति चाहियो तलब तँलाई कति 2-3-5 हजार भरे बोल्नु अनि के छ गाउँतिरको हलिचली के छ कसो छ गाउँतिर यसो बजारतिर गइयो सहरतिर गइयो गाउँतिर के छ कसो छ के थाहा छैन आज गाउँतिर एकदम मजा छ मानिस थाहा तपाईँलाई के कुरा गाउँमा त्यहाँ हाम्रो मन्दिर छ हो त्यहाँ पुरा लाग्छ अरे कुन चाहिँ जान्ने खुट्टे छ फेरि कुन चाहिँ जान्ने खुट्टे पुरा त्यो मन्दिर जय हरिकीर्तन समूहले मन्दिरको के विकास गर्ने रे भनेर कत्रो ठुलो पुराण लाग्छ पुराण लगाएर अनि उता पुराबाट माताजी आउनु भएको कथा भन्नलाई कस्तो रमाइलो हुन्छ मान्छे कति आउँछन् हाम्रो गाउँको पल्लो गाउँको पिपुलेको वा कहाँबाट मान्छेहरू आएर कस्तो रमाइलो हुन्छ अनि त्यहाँ आए त गाईहरूले त्यो मालिक आए कि आएन भनेर सोधेको हुनुहुन्छ किन सोधे फेरि त्यो सार्वजनिक कुरा हो रे है अनि सबै मिलेर सबैले अलि सहयोग गरेर अनि मन्दिरको विकास गर्ने ए मैले सहयोग गर्नु पर्यो नि सबैले कमाएर राख्नु दिएको छ अनि सहयोग गरौँला नि मैले कमाएर मलाई खुसी ल्याएर हानिदिएको अब मैले देऊला नि अलिकति हुने खाने मान्छेहरूले सक्ने मान्छेले त गर्नै पर्यो नि हामी जस्तो भोका नाङ्गाले के गर्ने हो जाने खुट्टिँदो रहेछ भने गर्नु पर्यो अरे कमाएर ल्याएर राख्नु दिएको छैन पैसा कमाउन थुप्रै किनेर ल्याउनु पर्छ पैसा भन्ने कुरा त्यसै आउँछ जाने खुट्टिँदो रहेछ अन्त त्यो ल्याएर बस्या भनेको छ नि त साह्रै थकाइ लाग्छ यसो चिया बनाएर ल्याए न चिया खाउँ ल मिठो बनाएर ल्याए ल ल मान्छ के भयो चिनी नै सक्यो चिनी सक्यो अरे अनि म जाने बेला त फुल पारेर त्यसमा पारेर ल्या छिटो ल्याएर त्यो मिठो बनाएर है मजाले पकाएर ल्याएर आइज दुध पनि सक्यो दुध पनि सक्यो अरे ए छ मैले खाएको चिया पहाड फुल पारेर नि 1 गिलास भइहाल्छ यसो गाउँतिर यसो गाउँ छोडेर यसो गयो मालिक साथी मालिकले ताकै छ मालिक भक्क उनी हो हेर्दा कस्तो लाग्यो चिया चियापत्ती धेरै हालेछ क्या कालै भएछ खै मालिक साथी मैले छानेको त छोड यसो कालै के हो थाहा के भयो कहाँ लाग्छ कि अहिले होइन मालिक साथी झिँगा परेर मलाई डाँडा झिँगा पर्छ झिँगा परेको म फालेर अर्को बनाएँ यहाँ म अर्को बनाएर लगिरहनु भनेको मलाई झिँगा परेछ अरे झिँगा परे त्यहाँ खान्छौँ त चुला यो झिँगाले कति खान्छ तँलाई थाहा छ मलाई यसले चिनी खायो चियापत्ती खायो भए नभएको दुध खायो यसलाई यसो गर्नुपर्छ पक्का होइन हिजो अस्तिसम्म त कन्जुस लोभी कन्जुस भन्दै आजदेखि हाम्रो मालिक साहब म खिच्छु छु है
एकदम मिठो बनाएछ माने मिठो बना मिठै छ अनि साह्रै मिठो बनाए अनि मालिक साहब ए मालिक साहब के हो बोल्दैन नि त कान पनि सुन्नु छोडेको छ जुवा फुचिन्छ भनेर नबोल्ने काका मालिक भएन कुरा गर्छ मालिक साहब हामी पनि के त्यहाँ गएर पुराणमा जाउँ है अनि सबैले मिलेर सहयोग गरौँ अनि खेर त्यहाँ नाच्दै नाच्दै मण्डपमा गएर अनि माताजीलाई नमस्ते गराउँ यो एउटा आँखा सुनिरहेछ अर्को चाहिँ अर्को हालेर अनि अर्को आँखाले सुनिन्छ अनि थाहा पाउँछ जाउँ न त के भयो त के कहाँ जाने यताबाट दिएको पैसा सल्लक्क लोडेर लिएर जान्छ त्यहाँ किन दिनु पऱ्यो पैसा पैसा त्यतिको फल्छ निखु दिँदो रहेछ तँलाई टेका विकास गर्छ नि सबै पैसा मैले सबै खाने हो त्यहाँ कहाँ जाने के होइन हाम्रो गाउँको समिति एकदम बस्छन् भलाद्मी सबै नाम छ भलाद्मी सबै भलाद्मी कुरा गर्दो रहेछ तपाईँ आफ्नो पनि त्यस्तै हुन्छ सबैलाई त्यस्तै देख्नुहुन्छ आफै चोर के अरे आउनु त्यस पछाडि आफै चोर त्यसै चोर देख्ने मान्छे हो तपाईँ भन्न मिलेर मालिक साहब स्याहारै माने के भन्छ यो अनि मालिक साहब अनि आएर हेर्न आइज छौँ त्यहीँ आउनु भन्नुभयो उयो आयो भने पनि म छैन भन्नु यहाँ साह्रै ठगाइ लगाइरहेको छ म आराम गर्छु हेर तैँले म आराम गरिन्जेलसम्म चट्ट मिठो भात पका मिठो भात तरकारी दाल अचार के छ सर्वक्क बना मैले किन सुतेर उठेर पार्दै छैन तोरी खेताभरि फले भात र तोरीको साग पकाउँछ जे बनाए नि हुन्छ मिठो बना फेरि म गएर आराम गर्छु हेर त चाहिँ नि चट्ट मिठो बनाएर ल राख्नु म चाहिँ आराम गर्न गएँ जानु गएर खुस्किहाल्नु के अरे होइन गएर सुतिहाल्नु तरकारी पिकाउने दहहरू हटेर अहिले मिठो खानु पर्ने तोरी किन्न खानु पर्यो भनेको माने हजुर त्यहाँ कोही भेट्न आउला कोही के गर्न आउला म छैन भनिदिन्छु कोही भेट्न आयो के गर्न आयो भने म छैन भनेर भन्नु त्यहाँ भित्र ल्याएर अलग निरंजन बम बम भोले भिक्षाम दे फेरि बम भोले अलग भोले बम भोले अलग निरंजन बाहिरको आजको चाहिँ बम्बोली गर्दैछ म छैन भन्नु सर्लक्क लाएर पठाइदिनु छु मानेन भने भोटे कुकुर गएर लगाइदिनु बम भोले अलग निरंजन बम भोले अलग बम भोले अलग निरंजन बालक अझै बालक भन्दै होइन म कुन एङ्गलबाट बालेको बालक यो योगीले सबैलाई बालकै देख्छ बालक जोगीले सबैलाई बालकै देख्छ हो बालक अनि म भिक्षाटन गर्दै आएको एउटा जोगी हो मलाई केही भिक्षा दियो बालक भिक्षा कहाँ यहाँ माइला साहबको घरमा भिक्षा बालक के भनेको त्यसो इस भने कि अब जोगीलाई के यसो गर्ने हामीलाई बालक दैलोमा आएको जोगीलाई भिक्षा दान दिनुपर्छ बालक अब त्यो त मलाई थाहा छ नि हाम्रो मालिकलाई थाहा छैन त्यसो भए मालिकलाई हाम्रो मालिकले 100 गरेर 5 ले पाउनु भएन त्यसो भए तिम्रो मालिकलाई बोलाऊ तिम्रो मालिकलाई यदि तिम्रो मालिकले मलाई दान दिए भने तिम्रो मालिकलाई फाइदा हुने चिज मसँग छ त्यसैले तिम्रो मालिकलाई बोलाऊ बालक ए तेरी के मालिक साहबले भन्नुभयो मालिक साहब घर हुनुहुन्न अरे के भनेको बालक तिम्रो मालिक भित्रै छ
तिम्रो मालिकले भनेर तिम्रो मालिक घरमा हुनुहुन्न भनेर हुन्छ र तिम्रो मालिक भित्र छ बोलाऊ एकचोटि यहीँबाट देख्छ है कहाँ आउनु मालिक साहब अनि मालिक साहबलाई के भन्नु रे के हाम्रो मालिक साहबले जिन्दगीमा अहिलेसम्म एउटा चामलको दाना पनि दान गरेको छैन 1 रुपियाँ बाटामा खोरमै झरेछ भने टिपेर यसरी पुछेर खल्ती हाल्छ अनि त्यस्तो मान्छेले दान दिन्छ भने के दिन्छ भारत तिम्रो मालिकलाई यदि मलाई दान दिए भने तिम्रो मालिकको लागि धेरै फाइदा हुने चिज मसँग छ हो भारत बोलाऊ आफै त खरिया पल्टन छ खाएर हुन्छ ए भनेपछि तपाईँसँग अमूल्य वस्तु छ अमूल्य चिज छ अमूल्य चिज त्यसो भए त दिन सक्छ है अब मालिक साहबले अनि त्यसलाई हाम्रो के भनेको तेरो मालिकलाई बोला अमूल्य वस्तु दिन्छु दिन्छ जोगीले अमूल्य वस्तु ए मालिक साहब भोटेको फुकाएर लगाइदिए के का अमूल्य वस्तु दिन्छ तपाईँलाई थाहा छ कुकुर भन्ने यति गरिहाल्छ कस्तो बफाला यस्तो जोगीहरूसँग के जाति एकमुखे रुद्राक्ष अनि मणि मारिके हिरा हुन सक्छ कि एकचोटि जाउँ न यसो 5-10 रुपियाँ दिए भइहाल्छ त्यो जोगीलाई धेरै दिनु पर्दैन हिँड्नु त कसरी उठाउँछ मलाई मणिलाई म कहाँ हो त्यो जोगीलाई भेट्न जोगीलाई चाहिँ माथि ल्याऊ जोगीलाई यहाँ माथि ल्याऊ जोगीलाई भेट्न जाइन्छ त मानिस हुन्छ भाला हुन्छ यो घुमेर जानुभन्दा उफ्रेर चढ्नु सजिलो ठाउँ छ हाम्रो अलग निरञ्जन बम भले यही हो जोगी ए यो जोगी के चाहियो तिमीलाई बालक मलाई दान गर बालक दान गर के का दान गर राख्नु दिएको छ मलाई दान गर्नलाई कमान ल्याएर राख्नु दिएको जस्तो उहाँ कुरा दान गर के का दान हट्टाकट्टा पागल एक नखाइसम्म जिउ छ मागेर खान्छ भन्छ कमाएर खान सकिन्न मालिक साहब बालक अमूल्य चिज दिन्छ भनेको फकाइ फुलाइ गरेर लिनु भनिले जा बालक कुरा गर्न दान भाइ सुन तिमीले आफूलाई फाइदा हुँदैन भने तिमीले कुनै चिज पनि कसैलाई दिँदैनौ एउटा कुरा थाहा पाएन यो त्यो कुरो मलाई थाहा छ त्यसैले यदि तिमीले मलाई दान दियौ भने म तिमीलाई धेरै फाइदा हुने अमूल्य चिजमा प्रदान राखेको छ बालक ए मैले दान गरेपछि मलाई अमूल्य चिज प्रदान गरे अवश्य कस्तो अमूल्य चिज हो सुनाउ त कुरा पहिला नसुनिकन कसरी दान गर कस्तो अमूल्य चिज भने नि बालक यदि मलाई तिमीले दान गर्यौ भने म तिमीलाई सिधै स्वर्ग जाने चाबी दिन सक्छु बालक ए स्वर्ग जाने चाबी लाग्छ टिकट छ बालक सिधै स्वर्ग बालक जिउँदै कि मरेपछि कसै भन्नु मैले तिमीलाई एउटा चिज दिँदैछु पहिला दान देऊ अनि म भन्छु ए त्यो सामान लिएर अनि सिधै स्वर्ग जानु पाइने मर्ने बेला सँगै लिएर आउने अनि सिधै स्वर्ग जानु मालिक साहब दिनु न त दिनु अलिकति लिएर त्यो स्वर्ग जानु छ अनि चाहिँ राख्नु न मलाई पनि काम लाग्यो मलाई पनि स्वर्ग जानु मन लाग्यो यहाँ तपाईँले छ भनी सुनिया हो इन्द्र भगवानले बसेर अगाडि ताना फेर्छ मालिक बालक के रे एक हातले दिएन एक हातले लिएन अवश्य बालक अवश्य यो जोगीले बाचा गरेपछि अवश्य प्रदान गर्छ ल म तिमीलाई यो अमूल्य चिज दिँदैछु ए दान पनि यसरी ठट्टै यता राखिदिए तिमीले यसलाई चाहिँ मर्ने बेलामा साथमै लिएर आउनु अनि स्वर्ग र नरकको द्वारको बिचमा म आउनेछु यो ल्याएर मलाई देखायो भने तिमीलाई सिधै स्वर्गमा ल्याइदिन्छु बालक ए भनेपछि यो लिएर आएपछि स्वर्ग पुगिन्छ हैन पुगिन्छ बालक ए स्वर्ग त हामी सियो रहेछ केटा मैले भनेको त त्यो दिन थियो बम भले मालिक साहब काई त अरे भले जिन्दगी भर के पास भानु करबरी गर्नु पर्ने सिधै मरेपछि स्वर्ग जानु पाइने हो चाबी पाइन्छ माने हजुर कुर्सी ल्याएर यहाँ बस्नु पर्यो पहिला
यता पछाडि खोइ पछाडि मानिस भित्र छ कुटी ल्याउन पहिला भने मालिक साहब भनेको छ मालिक साहब यता सुन त गाउँलेहरूलाई गएर हाम्रो मालिक साहब सरकार जानेले गरेर भन्थे मालिक साहब अलिकति मलाई पनि ल मलाई हामी जस्तो धनीबाट मान्छे स्वर्ग जाने तिम्रो त गरिब मान्छे जाने छौ न अलिकति दिन अलि माथि साथ पुगेर हेर्न आउँछु स्वर्ग यो त हामी जस्तो धनीबाट बुढाबाट मान्छेको स्वर्ग जान्छ त तिम्रो जस्तो गरिब जाने त अलि सुन्नु न मालिक साहब अलि यो म भने मान्न पहिला गाउँलेलाई गएर ए गाउँले हो हाम्रो मालिक साहबले अब स्वर्ग जाने काम पाइसक्नु अब केही जिन्दगीमा धर्म नगरिकनै स्वर्ग जाने भन्थे मालिक साहब भन्थे अब मालिक साहब अनि मालिक साहब अनि यो स्वर्ग जानुलाई त पहिले मर्नु पर्ने रहेछ यो सो कार्य मै गर्नु क्या हो स्वर्ग जान मर्नु पर्ने मर्नु पर्ने मरेपछि साथमा लिएर आउनु भने नि त हो लिएर गइहालिन्छ नि मुठीमा यसो मुठी पारेपछि लिएर गइहालिन्छ मरेपछि मुठी पारेर लिएर जाने जाने एउटा सियो पनि लिएर जान सक्दैन कोटा खोल्टीमा हालेर पनि जान्छ एउटा मालिक साहब एउटा कुरो बुझिनँ क्या मैले के भयो पहिले तपाईँ मर्नु पर्यो होइन पहिले तपाईँ मर्नुहुन्छ ठहरै मर्नुहुन्छ भत्तक्कै मर्नुहुन्छ यस्ता धर्म कर्म नगरी त कहिले काहीँ सँगसँग किरा गर्न नि बेला हुन्छ फेरि मर्नुहुन्छ होइन मरेपछि अब के गर्छन् साथी मरेपछि घरमा हल्ला खल्ला गर्छन् आफन्त बोलाउँछन् यसो रोइ कराइ गर्छन् होइन अनि हामी सबै रोइ कराइ गर्छौँ हल्ला खल्ला गर्छौँ तपाईँको आफन्त सबै बोलाउँछौँ है बोलाएपछि सबै वरिपरि बसेर रुनुपर्नेहरू नत्र अरू ऋण खानेहरू त ठिक्क पऱ्यो मरेछ पेट्रो पर्ने भइहाल्छ अनि त्यसपछि हामी गएर बाँस काटेर ल्याउँछौँ क्या सुरुमा बाँस काटेर ल्याएर बाँस भुइँमा ओछ्याउँछौँ त्यसपछि त्यहाँ बाँडेर तपाईँलाई त्यहाँ लडाएर कसेर बाँध्नु पऱ्यो नि फेरि झर्न सक्छ है अनि बाँधेर त्यसपछि सेतो लुगाले छोपेर अनि तपाईँलाई गर्दै घाटमा लान्छौँ देउघाटमा होइन अनि त्यहाँ अगाडि नै गएर छिमेकीहरूले चिता बनाइसकेका हुन्छन् त्यहाँ गएर राख्छ है अनि राखेपछि यत्रो आगोको बनाएर तपाईँको मुखमा आगो लगाइदिन्छ है नागबत्ती दिनु पऱ्यो नि त मुखमै दिन्छन् के अनि मुखबाट तपाईँ बल्दै जानुहुन्छ है अनि सुरुमा त सिधै हुन्छ बल्दै अलिक एकछिन बलिसकेपछि पाक्न थाल्नुहुन्छ क्या तपाईँ है अनि हामी टर्न लगेको बाँसले यसो यताबाट घोटेर सिधा पार्छौँ घरि यताबाट घोटेर अनि सिधा पार्छौँ त्यसपछि जता बल्दैन त्यता कुट्छौँ त्यसरी त्यो बाँस हुन्छ नि बाँस त्यसले गरेर फेरि पल्टाउँछौँ जल्दी सक्नु परेन कुट्दा जम्मै छरक पारेर खरानी नौले कुट्छौँ अनि त्यसपछि सबै सिद्धेपछि अनि पहाड बुल पारेर आउँछौँ अनि तपाईँलाई जलाएर त्यस्तो ढिलो पिठो खरानी हुँदा तपाईँले मुठीमा रहेको सियो झर्दै त्यहाँदेखि कुरा गर्दा होस् त साँच्चै अनि जब तपाईँले लानै सक्नुहुन्न एउटा जोगीले माला सबलाई ढाँट्यो देखे केका खुच्ची गाउँदै सुनेका माला त्यो जोगीले ल्याएछ तिमीलाई के रे दादी किन अघि त सरकारी दादी भन्ने माने मलाई ढाँट्यो जोगीले ढाँटुस् न दुनियाँ गाउँलाई ढाँटा थियो जोगीले ढाँटा तलब दिने भए आउँछु तलब दिन्छु यहाँ आइज छिटो भनेको जोगीले ढाँट्यो मलाई साह्रै ढाँट्यो के गर्नु पर्यो ढाँट्यो तिमीले 10 रुपियाँ थोरेर गयो
सियो 2 रुपैयाँको सियोलाई 10 रुपैयाँ मलाई लिएर गयो त्यसले हेर त त्यो जोगीलाई चित्त समातेर ल्याएर त्यसलाई मैले नमाई छोड्दिनँ जहाँ मैले खोल्नु ल्याएको त्यसलाई नखोल्दै ल्याएछु तपाईँ मार्छु फेरि मैले एउटा शब्दमाथि यसरी हातपात गर्नु तिमीलाई नाक गर्नु भएन यसरी शब्दमाथि हातपात गर्नु राम्रो होइन तिमीले यसा शब्दमाथि हातपात गर्नु राम्रो होइन तिमीले मलाई ढाट्ने मैले तिमीलाई कसरी ढाँटे तिमीले मलाई धान दिएको थियौ त्यसको बदलामा त मैले तिमीलाई दिएको थिएँ स्वर्ग जाने चाबी एका स्वर्ग जाने चाबी हो सियो दिएर स्वर्ग जाने चाबी हुन्छ अनि त्यो मरेपछि साथमा लिएर आउनु पर्छ स्वर्ग जान पाइन्छ भने होइन हो बाबा अनि कसरी लिएर जान्छ स्वर्ग मरेपछि स्वर्ग जाँदै नजाने रहेछ कोटा हालेर झरिरहेछ हैमारी छ हो नि हातमा राखेर झरिरहेछ हो नि मुखमा राखेर झरिरहेछ अनि यस्तो लाने नसक्ने चिज दिएर लिएर आइज भन्ने फक्की हातमा मलाई इस्युटी राख्छ तँलाई पनि इस्युटी छ तिमी मेरो सम्पत्ति यति छ धन दौलत यति छ मेरो यति करोडौँको आम्दानी छ भन्छ तर मर्ने बेलामा एउटा सियो पनि साथमा लान सक्दो रहेछ यदि तिमीले एउटा सियोसम्म पनि साथमा लान सक्दैनौ भने आखिर तिमीले यो धन सम्पत्ति दौलत मणि माणिक हिरा मोती यी सब कुरा भनेका छोडेर जाने छ आखिर मरेर लाने भनेको त पुण्य कार्य हो यदि कुनै समाज सेवा गर्ने भने त्यही हो कसैले नाम रह्यो ठुलो नाम रह्यो भने तिम्रो नाम लाखौँ लाख जन्मसम्म तिम्रो नाम रहनेछ त्यही नै हो स्वर्ग लाने भनेको हामीले कुनै धन दौलत सम्पत्ति लान सक्दैनौँ आखिर मरेर सियोसम्म पनि लान सक्दैनौँ भने किन हामी घमण्ड गर्छौँ यी सम्पत्ति भनेको आफूलाई जति चित्त हुन्छ आफ्नो जीवन धान्नको लागि मात्र हो बाबा त्यसैले यो धन दौलतको धेरै घमण्ड गर्न हुँदैन बाबाजी मलाई माफ गरिदिनुहोस् बाबा हजुरलाई मैले अपशब्द बोलेँ हजुरलाई मैले नराम्रो भने हजुरमाथि दुर्व्यवहार गरेँ मलाई क्षमा गरिदिनु बाबा मैले सबै कुरा बुझेँ बाबाजी सबै कुरा बुझेँ हजुरले दिनुभएको आर्थिक उपदेश हजुरले दिनुभएको ज्ञान सबै थाहा भयो बाबाजी आफूसित भएको सम्पत्तिबाट एक छाप खान नपाउनेले खान पाएन दिन सकिएन भने एक धरो लाउन नसक्ने एक धरो लाउन दिन सकिएन भने कुनै भगवानको शुभ कार्यमा हामीले आफ्नो आम्दानी खर्च गर्न सकिएन भने हामीले पुण्य हुन सक्दैन हामी कसरी स्वर्ग जाने त्यसैले स्वर्ग भनेकै यही जन्ममा हो हामीले यो जन्ममा पुण्य गर्यो भने हाम्रो धेरै वर्षसम्म धेरै कालसम्म नाम रहन्छ त्यही नै हो स्वर्ग जाने भनेको बाबा हो बाबाजी म आँखा भएर पनि आँखा नदेख्ने अन्धो भएको रहेछु बाबाजी मलाई क्षमा गरिदिनुहोस् हजुरले दिनुभएको यो स्वर्ग जाने एउटा साँचो एउटा सियो त साथमा लिएर जान सकिँदो रहेछ भने मेरो यति धेरै सम्पत्ति छ छोरो अस्ट्रेलिया छ अमेरिका छ छोरी क्यानाडा छ उनीहरूले कमाएका सम्पत्तिहरू मेरो लागि के नै रहेछ त्यही त बाबा अनि यति धेरै सम्पत्ति मेरो लागि कुनै आवश्यकता रहेनछ बाबाजी म जस्तै आँखा भएर पनि आँखा नदेख्नेहरूको लागि हजुरले गएर उनीहरूको पनि आँखा खोल्ने काम गर्नुहोला अवश्य बाबा अवश्य माफ गरिदिनु होला बाबा मलाई तिम्रो दानको खाँचो होइन तर तिम्रो आँखा खोल्नु मेरो कर्तव्य हो त्यसैले आजैदेखि तिमीले कुनै पुण्य कार्यमा आफूले कमाएको दशांश दान गर्नुपर्छ भन्छ तर त्यति नगरे पनि कमसेकम एक साथ खान नपाउनेलाई खान दियो भने त्यही नै हो पुण्य बालक त्यही नै अवश्य बाबा अवश्य मेरो आँखा खोलिदिनु हो हजुर जानु मेरो भाइ मेरो छोरा समाजको एउटा यो मैले मानेछ यसलाई मैले धेरै दुःख दिएको छु हुन्छ बाबा
अलग निरञ्जन अब यसलाई बम भरे यसले मेरो धेरै सेवा गरेको छ माने अघि के भन्दै शास्त्री पुराणमा जाऊ भनेको मैले अनि नरौ सबैले गरेर सहयोग गरिसके हाम्रो मालिकले चाहिँ गरेर भनेको लाज हुँदैन त्यसरी लाज मान्नु पर्दै पर्दैन सबैले भन्दा धेरै दानहरूले गराउनु सबैले जति दान गर्छ त्यो भन्दा धेरै दान गरेर पुण्य कमाउने काम गराउनु तेरो नामबाट पनि 5 लाख रुपैयाँ दान गराउनु हो नि भन्नै गर्नु मान्छे सुन्नुभयो त सम्पत्ति भएपछि भोका नाङ्गा खाना नपाएकालाई खाना दिने बुढालाई सकेको सहयोग गर्ने अनि यस्तो काम गर्यो भने पो यो काम गर्ने धार्मिक काम गर्यो भने स्वर्ग जान पाइन्छ अरे भनेर सुन्नुभयो जोगीले यो पनि त चाहिएला त यो त भोलि पकाएर खानु पर्ने होला है भोलि बिहानै उठेर गाउँलेलाई गएर त्यहाँ के गर्नुपर्ने हो कसो गर्नुपर्ने सबै कुरा खबर गरेर सबैभन्दा बढी दान मैले दिन्छु भनेर यसो जानकारी दिनु म गाउँ र अहिले आएर कमिटीलाई खबर गरेर आउँछ अब मालिकले दान गर्ने ल अब के गर्ने धेरै सम्पत्ति भएर साथमा लिएर जान सकिँदो रहेनछ मालिक साहब भोलिको प्रमुख अतिथि तपाईँ बन्नुपर्छ हुन्छ ल प्रमुख अतिथि म भन्छु विशिष्ट अतिथि त भन्नु भक्त वत्सल भगवान